हेलो हेलो सेवा सेमेन सेवारो सम्पूर्ण मेरो 84 युट्युब च्यानलमा रहनुहुने सम्पूर्ण इष्टमित्रलाई फेरि पनि स्वागत छ। म फेरि पनि एउटा नयाँ भिडियो लिएर आइसकेको छु। आजको भिडियो भने के चाहिँ भने भित्र जुन हामीले यो भन्दा अघिल्लो सोमबारे हटियामा लिएको जुन लोकल भाले थियो त्यसलाई चाहिँ दशा लागेर दिन पुगेर भनौँ न यमराज माथिदेखि आइबक्सिनु भएर उहाँलाई चाहिँ इतिश्री गरिदिइसक्नु भएको छ। दुईटा लोकल भाले त्यसलाई चाहिँ हामी मजाले बनाएर चाहिँ भोजन बनाउँछौँ भनौँ न, मजाले भोजन बनाउँछौँ, त्यो पनि लोकल तरिकाले आफ्नै घरमा आफ्नै बारीमा हैन, लोकल बारीमा लोकल स्टाइलले भनिदिउँ न बनाउँछ। त्यो तपाईलाई देखाउन लागिरहेको छौँ है त। त्यस्ता भनेको भुत्ला सहित आगोमा पोल्ने, पुरै भुत्ला सहित आगोमा पोलेर त्यस्तो तरिकाले पकाउने हो। पुरा बेस्ट। त्यो पहिला यो चाहिँ मुसा खान्थ्यो नि गाउँघरमा पोलेर, त्यस्तै यो भुत्ला सहित यो भुत्ला पुरै पोलेर यो पानीमा नहाल्ने, तातो पानीमा नहाल्ने, यो भुत्ला सहित गरेर पकाउने र खाने हो। यो विशेष हाम्रो अर्ग्यानिक आफ्नै बारीको लोकल कुखुरा। यो लोकल कुखुरा अर्ग्यानिक। यसको चाहिँ काल जसरी भयो नि यो छोटो आयु लिएर आएको रहेछ। यो चाहिँ तपाईँहरूलाई के भन्न चाहेँ भने यो भन्दा अगाडि त्यो सोमबारे हटियादेखि हामीले ल्याएको थियौँ तीनटा भाले। यो तीनटा भाले मध्ये कोहीहरू यिनीहरू दुईटालाई चाहिँ यमराजले आएर यमराजको अनुहार जस्तो छ कि छैन यहाँ दाइको यमराज आएर चाहिँ लिएर गइसक्नु भयो। त्यसको टाउको यहाँ छ यो भाले नै रहेछ। त्यसो आगोमा पेल्ने हो, अर्कै तरिकाले यो बनाउनु हो। यसको टाउको यस्तै हुन्छ र? यस्तै हुन्छ यसको टाउको? खतरनाक छ यो लोकल भाले यो। लु अब यसको चाहिँ आज दशा गरा पुगेर तिथिमिति पुगेर के भन्छ इतिश्री गरिदिइसक्नु भयो। यहाँ यमराज माथिदेखि आउनुभएको थियो, उहाँले दुईटालाई चाहिँ लिएर गइसक्नु भएको छ। तिथिमिति पुऱ्याएर आज सुरु हुँदैछ यहाँनिर अर्ग्यानिक तरिकाले आफ्नै बारीको चुलो। यो पनि आफ्नै बारीको चुलो यहाँ आफै बनाएर आगोमा चट्ट हुँदैछ। उहाँले चाहिँ यो टाउको त्यसका बाजे टाउको पुरै भुत्ला सहित यसमा पानीमा तातो पानीमा नहालिकन पुरै भुत्ला सहित आगोमा हालेर झ्याम मैला बनाएर पुरै पहिला यो गाउँमा मुसा पोल्थ्यो नि, त्यस्तै गरी यो मुसा पोले जस्तै झ्राप्पैलाई आगोमा पोलेर घराप चराप सोलमारीसँग दिने हो। ल आज तपाईँलाई यहाँ अब लोकल यो पनि फाल्ने हो, यो पनि चढाउने हो। त्यो जाँते कलेज हो, झन् 1 नम्बर हो, त्यसलाई चाहिँ बनाउने हो मजाले। ल यहाँ सुरु भइरहेछ भातको लागि। अब यता अब चामल खानाको लागि पनि अब यो खाना नि पकाउनु पर्यो नि त होइन? एकदम कुन चामल हो यो? बासमती चामल हो। धेरै राम्रो चामल छ। अब यो खाना नि पाक्दैछ, यहाँ सुरु हुँदैछ लोकल कुखुरा। आफ्नै बारीको यो खोर्सानीहरू टिपेर रेडी भइसकेछ। यो सानो खालको लाम्चो खालको एकदम पिरो खोर्सानी है यो चाहिँ। मासु त लोकल कुखुराको मासु जस्तो हुनु पर्यो फेरि। कसले पकाउने अरे? रोशन दादाले। ल यता कुकमेन आइसक्यो। स्पेसल कुकमेन यहाँनिर कसले बनाउने भन्नु? मिस्टर रोशन। कसले बनाउने? ल एउटा अब उ गर्ने बेला भन् त, कोइन गरौँ न। ए ल त्यसो भने अब यहाँ रेडी भइसकेछ। यो लोकल भाले, यो चाहिँ प्योर भाले। अस्ति यो सोमबारे हटियादेखि ल्याएको भालेको चाहिँ दिन पुगेर आज
दिने पुगेको भालेको इतिश्री भइसकेछ अब यहाँनिर अब यहाँ यस्तो थोरै सुरु भइरहेछ यही आगोमा यहाँनिर चुलामा यहाँनिर ल अब यहाँनिर सुरु भइरहेछ ए दुईटा टाउको के गरेको यो बिजोग गरी हो ए अब स्पेसलिस्ट अब टाउको बनाउने स्पेसलिस्ट पो आइसक्नु भएको छ त अघि भागेश्वर दाइले त बनाएको होइन पो रहेछ त जानेन छ नि बिचरा अब राम्रो बनाउँछु भन्दै थियो टाउको बनाउने स्पेसलिस्ट भर्खर आउँदै रहेछ नि यार तेरिका हाम्रो बलजी आउँदै रहेछ अनि कहाँ नै टाउको स्पेसलिस्ट आउँदै हुनुहुँदो रहेछ नि त नि सर्जरी टाउको सर्जरीको अनि करे कसरी बस्छ टाउको सर्जरीको स्पेसलिस्ट हाम्रो भनिदिउँ त के अरे टाउको सर्जन के भन्छ टाउकोलाई टाउको हेर्नेलाई के भन्छ ब्याजी उनलाई नै थाहा छ कन्टेन्ट क्रिएटर हो नि त दाइ त टाउको स्पेसलिस्ट हो उहाँ टाउको बनाउनुको लागि कन्टेन्ट खोज्न जान्छ भन्छ ब्याजी घर आउँछ कहाँ जान्छ कन्टेन्ट खोज्न देखेकै पर्छ ल अब तयारी हुँदैछ यहाँ यता अब मसला तयारी हुँदैछ यता फेरि है यो चाहिँ लसुन तर सहयोगीमा चाहिँ परियो होइन त छिटो हाम्रो उद्धवजी मेन हेड पर्नुभयो अब यता सहयोगी खुसी भइरहेछ ल हेडमा उहाँ उद्धवजी यतातिर के हुँदैछ यता आलुहरू नि रेडी भइरहेछ यो आलु पनि पाक्दैछ साथमा होइन यहाँ खाना पाक्दैछ सानै गरिरहेछ है मसलाहरू नि रेडी हुँदैछ यहाँनिर पुरै प्याज अदुवा काटकुट भइसकेछ टमाटर पनि छ रेडी छ टमाटर यहाँ मसलाको लागि लु बेजी यहाँनिर यसो हेरिदिनु पर्यो कस्तो बनाउँदैछ चुला अब चाहिँ बन्दैछ है भर्खर ल फेरि पकाउँदा चलाउँदै खम्न घोप्ट्यो भने त अनि ए इन्डियाबाट ल्याएको हो उहाँलाई बाबरी हो त्यही भएर त पहिलो छनौटमा उहाँ हेड कुकमा पर्नु भएको छ त आगो कसरी बाल्ने ब्याजी आगो आगो एकजग पानी लाउने अनि त्यहाँबाट ल आगो बल्ने गरी तलदेखि हावा चल्ने गरी बनाउनु पर्यो जान्नु भएन छ त तपाईँ यार मलाई यो इन्सल्ट हुने भयो त अब अर्को अनि टाउको स्पेसलिस्ट आएर बनाइसक्यो टाउको बनाइसक्यो त्यहाँ ए कलाका टाउको स्पेसलिस्ट आएर बनाइसक्यो सबै गरिदिनु त लाइस कडक सबै गरिदिनु लाइक सरप्राइज सबै त गरिदिनु है 1 मिलियन प्लस 1 मिलियन प्लस लाइक र के अरे यता हो विशेष कलाकार यसको लोकल भालेको विशेष ऊ त हेड कुक भइगयो हाम्रो उद्धवजी त्यसपछि यता सेकेन्ड उहाँ होइन उहाँ टाउको स्पेसलिस्ट भइगयो टाउको चाहिँ पुरै लोकल भाले आज खोइ यमराज कता जानुभयो क्यामराज चाहिँ सकेर गइसक्नु भयो के सकेर गइसक्नु भयो नि यमराज हाम्रो परशुराम दाई गाह्रो छ नि त गर्मी एकतिर अनि यो आगोमा त हावा चलेको छैन कालो कालो देखिरहेछ त पोलेर पनि हो ओहो ल है दामी हुँदैछ दुईवटा भाले त नि एउटा कराई सानोमा नि अटेन त हुनु पनि भाले नै थियो नि त नमुना सानो खालको स्याखुने खालको यो ठुलो खालको भाले थिएन लोकल चाहिँ लोकल अब अलिक सानो जातको दाजु भिड्ने चाहिँ छैन यहाँ भरे अब थाल आएर चाहिँ थुप्रो आउँछ थालहरू चाहिँ
यतिखेर त झटाएर हान्नु मन पर्दैन डाडुले नै भिड्नेहरू चाहिँ छैन। ल सुरु भइरहेछ यो गर्मी छ है त्यत्तिकै मौसम गर्मी छ यो हामी बसेको ठाउँमा त्यत्तिकै अब यो आगोको रापले त नि पसिनाले आधी दिन भइसक्नु हुन्छ है। आम्मामा मिठो बनाएर खानु नि त नुन चाहिँ फेरि पसिना नझरोस् नि है पसिना तप चुहिएर नुनको आवश्यकतै परेन कराईमा झर्यो भने त गाह्रो भइगयो नि मात्र पुगिहाल्छ नि। ल है ल त्यो अलिकति घामले गर्दाखेरि अलिक गाह्रो भयो दिउँसो यही टाइम पर्यो त। तातो छ है आगो त तातो हुँदो रहेछ नि फेरि ग्यासमा अलिक नमिठै हुन्छ है आगो जस्तो हुँदैन दामी हुँदैछ है। ल आम्मामा अब चाहिँ फाइनलतिर आइसक्नु आँट है। यसमा रस हुन्छ कि के हुन्छ रस हाल्ने हो अनि यो चाहिँ किन फ्यालेको यो लाम त्यो कहाँ सफा अनि फ्यालेको होइन लाम खाँदा मन त अलिकति होस् अलि भरे पिस कम हुन्छ कि ल यसमा रस हुन्छ कि यतिकै हो रस हाल्नु हो रसवाला सहितको हुँदैछ सबै खरानी पर्ने हो खरानी पनि मासु पनि लोकल कुखुराको मासु हाम्रो आफ्नै बारीको लोकल कुखुराको मासु पनि रेडी भइसकेछ। अब हामी चाहिँ खाना लागिरहेछौँ। हाम्रो 84 युट्युब च्यानलको हाम्रो सचिवज्यू यहाँ सुभाष दाई हुनुहुन्छ। आज धेरै आफ्टर लङ टाइम धेरै समय पछाडि चाहिँ उहाँसँगको भिडियो सेयर गर्ने मौका जुर्यो। यस्तो छ अब यहाँ झर्के थालमा लोकल कुखुराको मासु अनि अरू यता हाम्रो यस्तो छ है। अब यहाँ हल्का तताएर यसलाई चाहिँ तताउनु पर्ने हुन्छ अनि तताएर चाहिँ हामी व्यवस्था गर्नेछौँ। यहाँ फेरि अन्डा पनि छ के खाने अब यहाँ अन्डा पनि छ अन्डा करी पनि त्यहाँको पस्केर हाम्रो खाना चाहिँ फेरि ठुलो परिवार हो कि खाना चाहिँ यस्तो हुन्छ है। यहाँनिर टक्क लायो टक्क आफै पस्किने अनि ट्याक्क लायो यसरी पस्केपछि ट्याक्क यहाँ पाक्दैछ ट्याक्क पाक्यो अब सुकिसक्यो दुईवटा भाले त त्यहीँ सुकिसक्यो त नि यो ट्याक्क अचार छ ट्याक्क अन्डा पनि लाउनु स्केलमा अनि रस त आज त ग्रेभी छ त भाइ ट्याक्क पुरै ग्रेभी हो आज रस त कहीँ रहेन सर अन्डा करी हो यो ट्याक्क है यो अचार भयो रोशनजी त्यो गर्नु मासु यहाँ लिएर अचार ल अचार पनि ट्याक्क भयो। मासु बाँड्नेमा चाहिँ जहिले रोशनलाई हुन्छ मासु बाँड्नेमा चाहिँ सुनिलजीले बजाइसक्नुभयो ल यस्तो अब ट्याक्क लगाएपछि लोकलको हरियो खोर्सानी ट्याक्क यो आफ्नै बारीको खोर्सानी यहाँ राख्नु ल ट्याक्क ल अब चाहिँ हामी सुरु गर्न लागिरहेछौँ। यस्तो छ हाम्रो परिकार ल
पहिला चढाएर चाहिँ खानुपर्छ तरै भाषामा चढाउँ त ए मलाई आउँदैन ल अब सुरु गर्दैछौँ हामी कालो भाले सेतो भाले भन्दै अब हामी सुरु गर्दैछौँ है त ल अब कहाँदेखि सुरु गर्ने त यसरी लिने होइन रिबी यहाँ लाउने कोडे लाउने अचार पनि यहाँ छ यी ल अब सुरु गर्ने सुरु गरौँ है ल है ल ओ खोर्सानी खतरा खुवाइ त मरद छ त आमा खोर्सानी ट्याक ट्याक खाँदा त ओहो दामी दामी लु त रोशनजीको कडा छ हौ खै त नि ओ अन्डा बिस्तारै घाँटी बिस्तारै त्यहाँनिर सबैलाई पानीवालै पानी आउनु मुखमा स्वादिष्ट अरे खुवाइ मरद छ ज्यान हेरेर पुरा ज्यान हेरेर आमा जिम तान्नु थालेदेखि त ज्यान त पुरै के अरे फर्सी जस्तो देखिन थाल्यो ओह्रालोमा गुल्टाइदियो भने रोकिँदैन ठिक छ पकाइ ल म पनि सुरु गरेँ यस्तो छ खुवाइ अब मरद हुन्छ है खुवाइ चाहिँ यसरी सट्ट लाएर होइन यस्तो टक्क लाउने राख्नु भएको यसो गऱ्यो कि फेरि लोकलको कुखुराको मासु चाहिँ जो तिनजनाको भाग भयो खानु एक बोट गरेर त्यो खुट्टा चाहिँ नहाल्नु सबै हाल त्यसैमा त्यसैमा हाल्न खुट्टा चाहिँ हाल्नु बुझिस् कडा तिनजना राख्दै होइन 7-8 पिस जति राखेँ तिनजनालाई अनि भट्टराईलाई थापालाई तिमी पनि भयो पुछ 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 यो चाहिँ अन्डा है अनि त्यसपछि तिमी खाऊ पिस भट्टराई राख्देऊ होइन अनि थापालाई 2 पिस अब चाहिँ सक्यो भाले पनि टाकटुकी अस्थिर पन्जर मात्रै राखिरहेछौँ यो चाहिँ अब चपाउनु नसकेर खडाङ खुडुङ मात्रै बाँकी राख्यौँ है हामीले ट्याकटुकै सिद्धै सक्यौँ यस्तो छ अब आजको भिडियो चाहिँ लोकल भाले लोकल आँप होइन कस्तो लाग्यो अब कस्तो कस्तो भिडियोहरू ल्याउँदा ठिक हुन्छ कमेन्ट गरिदिनु होला र आज सुभाष दाई पनि धेरै समयपछि आउनुभएको छ अब हाम्रो टिमहरू जम्छ बिस्तारै 84 टिमहरू नजमेको थुप्रो भएको थियो विविध कारणले गर्दा अब हाम्रो 84 टिम अब निरन्तर जम्नु थालेको छ अनि यो 84 युट्युब च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला लाइक कमेन्ट होइन अब हेलो अब यस्तै खालको यस्तै भिडियोहरू हामी चाहिँ सबै गरिदिनु होला खाएको बसेको उठेको होइन त्यो त होइन होइन त्यस्तो भिडियोहरू हामी चाहिँ लोकल भिडियोहरू चाहिँ हामी ल्याउँछौँ हेरिदिनु होला है त ल आजलाई चाहिँ यति नै आफ्नो राय पनि दिनु होला